नखा एकछिन अब चाहिँ भयो र गाइजहरू मैले फर्सी अस्ति बेच्दै थिएँ नि यसको बिउ हेर्नु त मैले बिउ निकाल्दैछु अब भट्टाभट बिउ राखिँदैछ आउने पाल रोप्नु पर्यो नि त हेर्नु त कस्तो छ बिउ बिउ अब यस्तो दामी बिउ निस्किएको छ हेर्नु बिउ यहाँ हेर्नु होला यो चाहिँ फेरि अलिकति लाम्चो पाराको यस्तो लाम्चो तरिकाको म चाहिँ एकै ठाउँ मिसाएर यो लाम्चो खालको यो लगभग नरिवल जस्तो लाम्चो तरिका मादले भन्छ नि मादले उस्तो जाते त एकै ठाउँमा मिसाएर रोप्छु कहाँ निस्किन्छ कुन खालको त्यस्तै हो जेटुटी छराइ हुन्छ गाइज मादले जाते अनि अर्को मसिनो सुपारी खालको पनि छ मसँग यो तर म छुटाएर चाहिँ राख्दिनँ अब यो उसिनेर खाने हो चट्ट गरेर दामी हुन्छ हेर्नु त यो मादले यो अघि निकालेको भनेको जाते दाना हेर्नु त दाना यस्तो हुन्छ है गाइज आगो छर्नलाई यसपाल थुप्रो निस्केको थियो बारीभरि फलेको थियो फर्सी निस्केको थियो ल त लाइक कमेन्ट गर्नु होला साथीहरू फलो गरिदिनु होला मेरो च्यानलको नमस्ते फेरि भेटौँला अर्को भिडियो